अब हुन्छ है, अब आन्दोलन हुन्छ यहाँनिर। अब होइन के हो, तिनीहरू फेरि चुनावमा आउने। अब तिनीहरू केटा तिनीहरूलाई भोट दिने तिमीहरू। यो हेर्दा हाम्रो यो शिवकाना गाविसबाट 4वटा सांसद उठ्ने अरे। 4वटाको नाम सांसदमा अरे के। प्रकाश कर्णाली टिकटक चलाएर सांसद उठिने के हो पारा? छैन टिकटक चलाएर भनिदिने। ओ प्रकाशजी, तपाईँको त्यो रवि लामिछानेलाई 72 लाखको होइन सगाई ठक्क पैसा तिर्मान पहिला। 72 लाखको पैसा नतिर्दासम्म ओ रवि त रवि होस् कि कपी होस् फेरि कसम फेरि कालीगढको राजकोटको सुशान्त बोल्दैछ नि फेरि यति विचार गर फेरि। ओ भालेन के हो यो गरेर ल्याबालेर आइदिने के हो पारा? सिकन दरबार चलाइदिने, सरपञ्च चलाइदिने। ओ सुशीला कार्की, कहिले हान्ने तिमीहरूले? ओ कहिले हाल्छस् केपीलाई जेलमा? हामीलाई घरै आएर पुलिस च्यापचुप छोपेर लिदिने। तिनीहरूलाई के घरमा गएर बयान लिने तिमीहरू? ओ पुलिसहरू, तपाईँहरूलाई पनि तपाईँहरू देशको लागि हो कि के हो? जनताको लागि हो कि कसको लागि हो? ओ सेनाहरू, महाकसम सेना यो पालि आन्दोलन हुन्छ होइन? तपाईँहरूले साथ नदिँदा फेरि महाकसम मेरो बाजे पनि सेना थियो होइन? मेरो तरबार ल्याउनु पर्यो भने महाकसम सेना न सेना फेरि यस्तरी काट्छु नि फेरि होइन? याद राख फेरि एकजना भ्रष्टाचारी केपी। ओ तिमीहरू छ टाउको। ओए हाम्रो माता बडी मालिका कालीको यत्तिकै राखेन। काली माताको कोटो यो दरबार हो। यो काली माताको छोराहरू छन् यहाँ, बाघहरू छन्। बाघ यहाँ सब बाघको केटा हो, बाघ हो कि होइन? बाघ हो हामी, बाघ। आन्दोलन हुन्छ अब यहाँनिर। घरमा हामीलाई खाने पानी छैन, बत्ती छैन, लाउने कपडा छैन चिसोमा। तिमीहरूले के हो सेरे? तेरो घरमा त उड्यो त 2 खर्ब उड्यो त तेरो घरमा। 2 खर्ब पैसा लुकाउनु गइले हो?